नमस्ते सबैजनालाई, म बिरबल चौधरी है। फर्स्ट अफ अल तपाईहरु सबैजनालाई म स्वागत गर्छु मेरो युट्युबमा, मेरो नयाँ भिडियोमा। हजुरहरु सबैजनालाई मेरो भिडियोमा स्वागत गर्छु। तपाईहरुले अन्तिमसम्म भिडियो हेर्नु होला। नयाँ साथीहरु हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिन सक्नुहुन्छ है। मैले नि यो भिडियो बनाउनुको एउटा टपिक छ, आज एउटा नयाँ तरिकाको भिडियो बनाउने तरिकाले सोचेको छु। भिडियो चाहिँ के हो भनेदेखि नि एउटा यो वाचिङ अनि सब्स्क्राइबको विषयमा कुरा गर्दैछु मैले है। सब्स्क्राइबको विषयमा कुरा गर्दैछु। सब्स्क्राइब किनभने मसँग जम्मा अहिले 292 सब्स्क्राइब मात्र छ र भिडियो वाच गर्ने साथी मसँग हुनुहुन्न है, हुनुहुन्न। त्यही भएर मलाई यो आवश्यक छ बनाउनु पर्ने, किनभने मलाई सब्स्क्राइब र अनि सब्स्क्राइब कसरी तान्नु र भ्युवर कसरी तान्नु मेरो माइन्डमा यो आइरहेको छ। म कसरी तान्नु भनेर हैन। त्यही भएर मेरो सोचाइ अनि एउटा प्लानिङ छ। मैले के गर्दैछु भनेपछि एउटा गेम राख्ने प्लानिङमा छु है। भिडियो बनाउँछु, एउटा गेम राख्छु अनि म खालि 10,000 सब्स्क्राइबको लागि म अहिले पोइन्ट राख्छु, पहिलो टार्गेट है। अनि के राख्छु भने 10,000 सब्स्क्राइब पुग्यो भने 10,000 रुपैयाँ गिभअवे गर्ने प्लानिङमा छु है। पुरा ठुलो युट्युबरहरूले यो कुरा गर्नुभएको छ हैन। 1 लाख सब्स्क्राइबमा 1 लाख रुपैयाँ गिभअवे गर्नुभएको छ, 50,000मा 50,000 रुपैयाँ दिनुभएको छ नि त त्यसरी। तर उहाँहरूले पनि दिनुभएको छ, राम्रो काम गर्नुभएको छ हैन। तर मैले पनि एउटा म त स्टार्टिङ हुन त भर्खरै हैन, मलाई केही पनि आउँदैन, मलाई राम्रोसँग एडिटिङ पनि आउँदैन के भन्ने हो भने हैन। म एउटा नयाँ भर्खर जिरो लेभलबाट म उठिरहेको छु हैन। म त अहिले जिरोमा छु नि त, मलाई चाहिँ केही पनि आउँदैन र युट्युबमा यसरी भिडियोमा बोल्न पनि मलाई राम्रोसँग आउँदैन अझ पनि है। एकदम सोच्नुपर्छ के बोल्नु होला, मैले कस्तो भिडियो बनाउने होला, के गर्ने होला है। अनि भिडियो यसरी क्यामेरातिर साएर भ्लगिङ बनाउन पनि मलाई आउँदैन, त्यो पनि लाज लाग्छ, शरम लाग्छ क्या हैन। त्यही भएर अनि मैले के गर्न खोजेछु भने अनि एउटा भिडियो राख्छु। यो एउटा प्लानिङ मात्रै हो है, यो भिडियोदेखि स्टार्ट हुँदैन, त्यो एउटा प्लानिङ हो त्यो चाहिँ है। त्यो कहिलेदेखि राख्ने के गर्ने अर्को भिडियो म त्यो छुट्टै भिडियो बनाउने तयारीमा छु है। त्यो छुट्टै भिडियो बनाउँछु, त्यसको लागि म छुट्टै केही दिनपछि सुरु हुन्छ होला। यो जस्ट मैले एउटा छलफल जस्तै गर्नु खोजेको यो भिडियोबाट चाहिँ, त्यसो केही पनि छैन अहिले हैन। तर त्यो भिडियो स्टार्ट भइसकेपछि त्यसमा के गर्नुपर्छ भनेपछि मेरो एउटा नर्मल कुराहरू के, जस्तै कम्ती पनि 5 वटा भिडियो वाच गरेको हुनु पर्यो हैन। अनि सब्स्क्राइब गरेको हुनु पर्यो, सेयर गरेको हुनु पर्यो। त्यो व्यक्तिको नाम मैले टिपेर राख्छु र अनि मैले गोला पर्थाबाट जस्तो डब्बामा राखेर नामहरू चिट पारेर मैले त्यो चाहिँ पैसा पे गर्छु 10,000 रुपैयाँ। किनभने सब्स्क्राइब 10,000 पुग्नु पर्यो। फेरि 10,000 सब्स्क्राइब पुग्यो भने मैले यो काम गर्छु, फेरि त्यतिकै गर्दिनँ है। यो काममा तपाईँहरूले साथमा दिनुपर्ने हुन्छ। तपाईँहरू जति पनि नयाँ साथीहरू हुनुहुन्छ नि सबैले सब्स्क्राइब गरेर जोडिनु पर्यो त्योबाट है, त्यो भिडियोबाट चाहिँ है। यो मैले गर्दा कसो होला के होला यो सबै तपाईँको सजेसन पाउनको लागि मैले भिडियो बनाएको छु। तपाईँले भिडियो हेर्नुभयो भने अन्तिममा कमेन्टमा तपाईँले गर्ने या नगर्ने तपाईँले भन्नु होला है। मेरो लागि नि 10,000 सब्स्क्राइब बहुत धेरै हो हैन। 10,000 पैसा पनि धेरै मेरो लागि हैन। यहाँ साउथीमा छु, मरी काम गर्नुपर्ने हुन्छ। अहिले मसँग त्यस्तो अनलाइन हैन अहिले पैसा आउने बाटो कहीँ पनि छैन। जस्ट मलाई एउटा युट्युब चलाउने एउटा रहर छ, एउटा है बाध्यता त होइन, रहर हो मलाई यो चाहिँ है। अनि त्यही भएर मलाई एकदमै मनपर्छ। मैले 2 वर्ष 1 वर्ष भयो, समथिङ 1 वर्ष भयो होला युट्युबमा पछि लागेको। म 1 वर्ष 2 वर्ष भन्नै भयो साथीहरू है। 2 वर्ष नै भयो लगभग। 292 हुनुहुन्छ। अब भिडियो पनि खासै कतिले हुँदैन र मसँग भिडियो खिच्ने त्यही अब अनि क्यामेरा पनि छैन, प्लस यो मोबाइलले कहिले त्यति साह्रै भिडियो बनाउनु दिने हो। त्यही भएर हैन। हुन्छ, आजको भिडियो यति नै गरौँ। अनि अब त्यो भिडियो कसरी बनाउने के गर्ने म त्यो प्लानिङ गर्छु। अनि त्यही अनुसारले नै काम गर्नुपर्छ। तपाईँको साथ सहयोग माया आवश्यक छ है। ओके, नमस्ते सबैजनालाई।